हेलो नमस्ते एभ्रिवान आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म रञ्जित श्रेष्ठ र आज चाहिँ हामी यो भिडियो मार्फत चाहिँ केही कुराहरू बिल्डिङ कन्स्ट्रक्सन रिलेटेड केही कुराहरू गर्न जाँदैछौँ है। घर बनाउँदाखेरि के कुरामा ध्यान दिनुपर्छ त हैन। घर बनाउँदाखेरि तपाईँको के चाहिँ मिस्टेक्सहरू हुनसक्छ र त्यसको रिजन र त्यसको सल्युसन चाहिँ के हो भनेर चाहिँ हामी डिफ्रेन्ट भिडियोजद्वारा कुरा गर्नेछौँ। हामीले चाहिँ धेरै साइटहरू चाहिँ कन्स्ट्रक्सन मात्र नभइकन हामीले सुपरभिजन पनि गर्ने गरेका छौँ। जस्तै उहाँहरूले चाहिँ आफ्नो कन्ट्र्याक्टरहरूलाई दिनुहुन्छ र हामीले चाहिँ सुपरभिजन मात्र गर्ने गरेका छौँ। र त्यो गर्दा पनि तपाईँको उहाँहरू बिच केही कम्युनिकेसन ल्याकिङहरू भएर जस्तै घर बनाउँदाखेरि के कुराहरू चाहिँ ध्यान दिनुपर्ने हो भन्ने कुराहरू चाहिँ पर्याप्त मात्रामा जानकारी नभएको हुनाले बिल्डिङ कन्स्ट्रक्सन गर्दा चाहिँ धेरै प्रब्लमहरू आएको चाहिँ हामीले फेस गरेर चाहिँ हामीले चाहिँ डिफ्रेन्ट पार्टमा एउटा भिडियोजहरू बनाएर चाहिँ तपाईँहरूलाई हामीले बिल्डिङ कन्स्ट्रक्सन गर्दाखेरि चाहिँ के कुरामा चाहिँ ध्यान दिनुपर्ने हो भनेर तपाईँहरू आफैले पनि थाहा पाउनुभयो भने भोलिको दिनमा चाहिँ घर बनाउँदै गर्दाखेरि हामीले चाहिँ यो कुरा चाहिँ ध्यान दिनुपर्ने रहेछ भनेर थाहा होस् भनेर चाहिँ हामीले यस्तै भिडियोजहरू बनाउने एउटा कोसिस गरेको छौँ है। घर बनाउँदाखेरि एउटा ध्यान दिनुपर्ने कुराहरू जस्तो वालको कुराहरू हुनसक्छ, फिलिङको कुराहरू हुनसक्छ, कास्टिङको कुरा हुनसक्छ, फर्मवर्कको कुराहरू हुनसक्छ है, तपाईँको रिबारको कुराहरू हुनसक्छ। हरेक कुरालाई समेटेर चाहिँ हामी एउटा भिडियोहरू पोस्ट गर्नेछौँ सो द्याट तपाईँले आफैले पनि आफ्नो घर बनाउँदाखेरि चाहिँ मैले के कुरा ध्यान दिनुपर्ने रहेछ भनेर चाहिँ हजुरहरूलाई पनि नलेज होस्। सो स्टे कनेक्टेड। थ्याङ्क यू सो मच फर यर टाइम।